हेलो 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 सम्पूर्ण साथीहरूलाई नमस्ते छोडले। आज हाम्रो यात्रा अब इन्डिया बागपट्टादेखि ऋषिकेश हरिद्वार हुँदै रुपैयाँ बौड जान लाग्छौँ। मामाको घरमा छौँ। अब हामी निस्किने तर्करमा छौँ। यसो लाएर हेर्नुहोस् अब झोला सोला तयारी अवस्थामा भइसकेको छ। अब हामी निस्किन्छौँ एकछिनमा। ल भो तालसाल लगाइयो ए ल ल त अब लानु त राखिसकेँ मैले। हुन्छ हुन्छ ल हुन्छ हुन्छ ल त आज हामी अब निस्किनु लाइभ ठिकै छ। अब सिधै अब लगभग 2 दिन जतिको यात्रामा हामी घर पुग्नेछौँ। घर छैन सबै तिमीले राखेर हो नि ती हो क्या सबै हिजोको हिसाब किताब सबै त्यो मैरम बिहा मेरो सबैको त्यो क्या सारी यस्तो छ। अब हामी निस्किनु लाग्छौँ यहाँ मामाको घरबाट। हेर्नुहोस् हेर्नुहोस् यस्तो छ गाइस। अब हामी निस्किनु लाग्यो मामाको घरदेखि है। हेर्नुहोस् हाम्रो मामाको घर यस्तो छ। आज मौसम क्लियर छ। यस्तो छ हेर्नुहोस्। हामी यहीँमा लगभग इन्डियाको करिब 2-2.5 महिनाको बसाएपछि आज नेपाल फर्किँदैछौँ। अब घरतिर जान लाग्छौँ। हेर्नुहोस् यो हाम्रो मामाजीको क्याम्प हो। हाम्रो आफ्नै मामा। हेर्नुहोस् यस्तो छ। यहाँ त खेतीपाती गर्नुहुन्छ यस्तो बारीमा होइन। यस्तो छ हेर्नुहोस् तपाईँहरू देखाउनु यस्तो छ। अनि हामी चाहिँ सिधा पारीबाट जुन पारी देखिरहेको छ घर त्यही घरको बिचबाट हाइवे गइरहेको छ जुन त्यो रोड चम्बा हुँदै चम्बा खाडी फक्कोट नरेन्द्रनगर हुँदै तल झर्छ ऋषिकेश। हामी ऋषिकेश भएर हरिद्वार हुँदै आज नेपाल जानेछौँ र हाम्रो यात्रा सफल। ग्राउन्ड भगवान् कुलदेव कुलपित्र सबैले शान्त गरून् भन्दै अब हामी निस्किँदैछौँ। ल जाऊँ त होइन ल हेर्नुहोस् यस्तो छ हाम्रो मामाहरूको। अब यहीँबाट जाऊँ न। हेर्नुहोस् यस्तो छ। अब हामी लाग्यौँ अब सर र हामी अब नेपालको लागि हाम्रो यात्रा सुरु भइसकेको छ। लगभग हामी भोलि लगभग बिहान दिउँसोसम्म हामी नेपाल बोर्डर हामी जानेछौँ। हेर्न सक्नुहुन्छ यस्तो छ। डागोरो पागो अगाडि भनिसकेका छन्। अब म पनि लागेँ। ठिक छ हाम्रो अब यस्तो छ हेर्नुहोस् यस्तो हुँदै अब हामी जाँदैछौँ नेपाल। अब यो घर यो ठाउँलाई छोडेर हामी जाँदैछौँ नेपाल। सम्पूर्ण साथीहरूलाई एउटा जानकारी इष्टमित्र होइन। अब करिब हाम्रो लगभग भनौँ 2.5 महिनाको बसाएपछि हामी आज नेपाल जाँदैछौँ। अब केही खुसी केही दुःख सुख बिताइयो। यो ठाउँमा बस्न आइयो। म त पहिलोचोटि हो मेरो इन्डियाको बसाइ। यस्तै गर्दै हामी अब जान्छौँ गइरहेछौँ। तर हाम्रो बाबु यसरी गर्दै पारी निस्केर हामी जान्छौँ। यो मामाको खेत हो। मामाले गर्ने तरकारी सागसब्जी खेतीको बारी हो। हेर्नुहोस् यस्तो छ। मामाको क्याम्प छोडेर अब हामी लाग्यौँ नेपाल। यस्तो छ। के गर्ने गाइस जानै पर्यो होइन। अब दसैँ चलिरहेको छ। आज दसैँको टिकाको दिन विजयादशमीको पनि सम्पूर्ण नेपालीहरूलाई शुभकामना। आज टिका आशीर्वाद थाप्नु होला मान्यजन बडाजनबाट र आशीर्वाद लागोस् पनि पक्कै पनि। हामी चाहिँ अहिले यात्राको क्रममा छौँ। यात्रा पनि सफल होस्। कुलदेव कुलपित्र सबैले रक्षा पनि गरून् भन्ने हामीले सबै कुरा अगेर हाम्रो यात्रा सफल होस् भनेर गइरहेछौँ। हेर्नुहोस् यस्तो छ हाम्रो मामाको बारी। हेर्नुहोस् मामाले सब तरकारी खेती सब गर्नुभएको छ। सर खेतीपाती पुरा गर्नुभएको छ। आधा जति लगाउनु भएको छ। मामाको घर माथि देखिरहेको छ। आधा बाँकी छ। हेर्नुहोस् यस्तै हो। अब हालै पारी गएर हामी लाग्नेछौँ नेपालको यात्रामा। ठिक छ। त्यो छोटो जानकारीमूलक भिडियो यो पारी देखिरहेको छ मच्छीवन। त्यसबाट हामी जान्छौँ घर है त गाइस। ल बाई बाई।